टोयलेट बाथरुमको पानीको लागि चाहिँ यो बेसिनको पाइपलाई हामीले डिजाइन गरेर बेसनबाट सुरु गरेर भित्र टोयलेटको यो गिजर पोइन्ट हो। गिजर पोइन्टदेखि लिएर टोयलेटको धारा त्यसरी माथि सप्लाई दिन्छौँ अनि बाथरुमको सप्लाई यो चाहिँ धारा हामीले यो झार्ने पाइप चाहिँ यसरी दिन्छौँ। टोयलेट यतापट्टि हुन्छ कमोड, यो अढाईको पानीको हो। यो पानीको लागि वेस्ट पानी यसरी माथि उठाउँछौँ। अन्धेरो छ यतापट्टि चाहिँ हामीले यसरी यो बेसिनको यता पनि यहाँनिर कमोड बस्छ। टक्क यसरी हामीले बाहिर बेसिनतिर पानी लगाउँछौँ। धन्यवाद। सबैले लाइक सेयर गरिदिनु होला। उहाँको कामलाई सबैले चाहना भयो।